हेलो एभ्रिवान हाम्रो एपिएस 7th एडिसनको रुल अनुसार टेबलको क्याप्सनमा टेबल नम्बर जहिले पनि बोल्ड हुन्छ भने टेबलको टाइटल जुन हुन्छ त्यो नर्मल इटालिक फन्टमा हुन्छ र यसलाई हामीले नेक्स्ट लाइनमा राख्नुपर्ने हुन्छ। जुन नेक्स्ट लाइनमा राख्दा इफ हामीले म्यानुअल्ली इन्टर प्रेस गरेर मात्रै हामीले गरेको छौँ भने लिस्ट अफ टेबल जेनेरेट गर्ने बेलामा के हुन्छ, टेबलको नम्बर मात्रै त्यहाँ देखिन्छ, यो टाइटल हाम्रो देखिँदैन। सो यसको लागि अब हामीले म्यानुअल्ली इन्टर मात्र प्रेस गर्ने होइन, हामीले हाम्रो किबोर्डमा सिफ्ट इन्टर प्रेस गर्नुपर्ने हुन्छ र यही हाम्रो लिस्ट अफ टेबललाई हामीले अपडेट गरेर हेर्ने हो भने हाम्रो के हुन्छ, जुन हामीले सिफ्ट इन्टर प्रेस गर्यौँ त्यसमा अलोङ विथ टेबल टाइटल देखियो भने हामीले म्यानुअल्ली इन्टर मात्र प्रेस गरेको बेलामा हाम्रो टेबल नम्बर मात्रै देखियो। So for more practical tips, please subscribe to our channel. Thank you for watching.